है। ल अब यो चाहिँ हामी क्रस म्याच अथवा कम्प्याटिबिलिटी टेस्टिङमा है एउटा मेजर भयो अर्को माइनर भयो हैन डीसीपीएस र डीएसपीसी भयो नि त डीएसपीसी भयो भने प्रिन्सिपलमा के हो त क्रस म्याचिङ will detect incompatibilities between the donor and the recipient that will not be evident on blood typing हैन जुन चाहिँ किन क्रस म्याच गर्नु पर्यो त तपाईले ब्लड ग्रुपिङ गर्दाखेरि पनि पत्ता लगाउन नसकेको इन्कम्प्याटिबिलिटी है मात्र चाहिँ तपाईको क्रस म्याच के रे ब्लड ग्रुपिङले डिटेक्ट गर्न नसकेको चाहिँ इनको जस्तै दुईटाको ब्लड ग्रुपिङ मिल्दै पनि के हुन सक्ने रहेछ त यदि दुईटाको सेम ब्लड ग्रुप छ भने चाहिँ 99.9% चाहिँ कम्प्याटिबल हुन्छ हैन तर चाहिँ 0.1% चाहिँ इन्कम्प्याटिबल पनि हुन सक्दो रहेछ तर जसको लागि त्यो 0.1% भयो उसको लागि त 100% भयो नि त हो कि हैन भन्नु त हैन त्यो इन्डिभिजुअलको लागि त 100% हो नि त इन्कम्प्याटिबिलिटी हैन डेथ पनि हुन सक्यो हो कि हैन भन्नु त त्यो भएको कारणले गर्दाखेरि चाहिँ क्रस म्याचिङमा जानु पर्यो है त्यो क्रस म्याचिङ विल डिटेक्ट इन्कम्प्याटिबिलिटिज बिट्विन द डोनर एन्ड द रेसिपिएन्ट हैन that will not be evident on blood typing भनेको ब्लड ग्रुपिङ गर्दाखेरि पनि पत्ता लाग्न नसकेको इन्कम्प्याटिबिलिटी चाहिँ क्रस म्याचले डिटेक्ट गर्छ दुईटा मेथड छ मेजर छ माइनर छ है मेजरमा पेशेन्टको सेरम र त्यसपछि चाहिँ डोनरको सेल्स है डोनरको सेल्स र यो मेजर चाहिँ मोस्ट इम्पोर्टेन्ट क्रस म्याच हो भनेको चाहिँ यसले मेजर एन्टिजेन्सहरुलाई डिटेक्ट गर्छ मेजर क्रस म्याचले माइनर क्रस म्याचले के गर्छ त भन्दाखेरि चाहिँ माइनर फर्म्स अफ एन्टिजेन्सहरुलाई डिटेक्ट गर्ने हो हैन अर्को भनेको चाहिँ यदि मेजर क्रस म्याच इन्कम्प्याटिबल आएको छ भने ट्रान्सफ्युजन गर्नै मिल्दैन तर इमर्जेन्सी सिचुएसन छ मेजर चाहिँ कम्प्याटिबल छ अनि माइनर चाहिँ इन्कम्प्याटिबल आयो भने पनि त्यति बेला चाहिँ हामीले ट्रान्सफ्युजन गर्न सकिन्छ इमर्जेन्सी कन्डिसनमा तर सामान्यतया दुवै चाहिँ कम्प्याटिबल आयो भने मात्र गर्ने हो है अनि दुईटैको लागि 3 to 5% सस्पेन्सन गराउने हो है सस्पेन्सन गराउने हो मेजर क्रस म्याचमा पनि के गर्ने त एउटा टेस्टमा लेभल गर्ने हैन मेजर क्रस म्याचमा चाहिँ डीसीपीएस भनेपछि सजिलो छ है डोनर सेल 1 ड्रप राख्ने पेशेन्ट सेरम 2 ड्रप राख्ने हैन माइनरको लागि चाहिँ डीएसपीसी भनेपछि के गर्ने त डोनरको सेरम चाहिँ 2 ड्रप राख्ने पेशेन्टको सेल 1 ड्रप राख्ने हैन यसलाई इन्क्युबेट गर्ने 37 डिग्रीमा 45 मिनेटसम्म त्यसपछि के गर्ने एन्टिबन ग्लोबुलिन एड गर्ने हैन सेन्ट्रिफ्युज गर्ने हेर्ने है एकदम इजी तपाईले प्रोसिजर लेख्नुहुन्छ भने यो प्रोसिजर तपाईले यति प्रोसिजर लेखेपछि मेजर र माइनर क्रस म्याचको दुईटै प्रोसिजर सकिन्छ है नत्र अब फिगरै बनाएर लेख्नुहुन्छ भने पनि मेजरमा के हो त है डीसीपीएस भयो त्यसपछि इन्क्युबेसन गर्नुहुन्छ वाश गर्नुहुन्छ हैन यहाँ वाशिङको स्टेप चाहिँ देखेको छैन तर जहिले पनि तपाईले रिएक्सन्स गराइसकेपछि वाशिङ चाहिँ 3 टाइम वाशिङ गर्नुपर्छ अनि एन्टिबन ग्लोबुलिनमा चाहिँ एन्टिसेरा हो 2 ड्रप एड गर्ने एग्लुटिनेसन छैन कम्प्याटिबल भयो एग्लुटिनेसन छ इन्कम्प्याटिबल भयो है यो इन्टरप्रिटेसन भयो है यसरी नै इन्डाइरेक्टको पनि सेम नै हो है के रे माइनरको पनि सेम नै हो यसमा चाहिँ के हो त पेशेन्ट सेरमको साममा चाहिँ के हुने भयो त पेशेन्ट सेल हुने भयो हैन डोनर सेल हुने के रे डोनर चाहिँ सेरम हुने भयो माइनरको केसमा ठीक छ यति केही नै लागेन भने पनि यो फिगरको फर्ममा तपाईले बनाउनु भयो भने पनि हुन्छ है बुझ्नु भयो त्यही भएर तपाईले कुम स्टेज बुझ्नु भयो भने क्रस म्याच त केही पनि हैन क्रस म्याच त इजी भयो डीसीपीएस बुझिसकेपछि अनि मिक्स गरेर इन्क्युबेसन गर्ने 37 डिग्रीमा 45 देखि 1 आवर अनि 3 टाइम्स वाश गर्ने एन्टिबन गर्ने एड गर्दिने एग्लुटिनेसन देखियो भने कम्प्याटिबल इन्कम्प्याटिबल नो एग्लुटिनेसन कम्प्याटिबल है ठीक छ ल यो पनि सक्यो है त अब सेल्फ स्टडी चाहिँ तपाईहरु गर्दै गर्नु